चट्ट लाएर के बनाउँछु म यो बनाउँछु एउटा अनि हेलो गाइस चेक आइ एम ब्याक अगेन है। वेलकम छ है मेरो न्यू भिडियोमा। अब मेरो थम्बनेल हेरेर थाहा पाइसक्यो होला हैन तपाईहरुले भिडियो कस्तो खालको हुन्छ भनेर। अनि मेरो रुमको हालत चाहिँ यस्तो छ है, भर्खर उठेकोमा भत्रको चाहिँ मैले सामान टक्क सबै लिएँ हैन, सामान लिएँ। अब चट्ट खाना बनाउन जान्छ यस्तो भइरहेको मेरो रुमको हालतहरु हैन हुन्छ। अनि यस्तो हेर्नु त पछाडीको पर्दामा नि यस्तोहरु सबै खाता-साताहरु छ हैन। यस अब म चट्ट चाहिँ लिएर जाँदैछु बाहिर किचनतिर चाहिँ। किचन चाहिँ यो मेरो हैन, यो कसको बर्थडे रहेछ, हिजो केक बनायो होला, यो पाइनएप्पल केक। यस्तो छ किचनको हालत। चट्ट अब बनाइन्छ खाइन्छ त्यही त हो। अब कहाँ जानु छ र छुट्टीको दिन। मेरो हिजो राइस कुकर चाहिँ मैले यतिकै छोडेदिएँ हैन, कुन चाहिँ मार्दैछ हैन, कुन चाहिँ मार्दैछ होला। अब चट्ट यो एउटा प्यानमा चाहिँ पानी बसाल्नुपर्छ कि हैन, पानी बसाल्ने हो। पानी बसालेपछि त्यो अघिको चाहिँ हाम्रो हैन, मेरो चाहिँ त्यो मैले चाहिँ बनाउन लाग्यो कुखुराको पाङ्ग्रा हैन। अब त्यो गिजर भन्छ के भन्छ यसलाई हैन, यो बनाउन लाग्यो। यसलाई चट्ट बोइल गर्नुपर्छ पहिला। बोइल गरेपछि मात्रै खानालाई अलिक सफ्ट हुन्छ र अनि यसमा बोइल नगर्यो भने यसमा कचडाहरू आउँछ के कस्तो नराम्रो कालो। त्यही भएर पहिला यसलाई चट्ट बोइल गर्नुपर्छ। पहिला काटौँ हेर क्राउमा हानिदिन्छ नि, खुकुरी भन्छ तर खुकुरी छैन, सबको छ यता। त्यो चाहिँ खुकुरी चाहिँ नेपालमा गएपछि मात्रै पाइन्छ होला। खोल्यो साला सबै आइस हो, फ्रेस हुँदैन है, आइस हुन्छ यस्तो टेक्का पऱ्यो हुन्छ। टक्क यसलाई यहाँनिर टक्क हालिदिने प्यानमा। अनि त्यो पछि टक्क आगो बालेपछि टक्क यो बोइल हुन्छ अहिले। बोइल भएपछि अनि त्यसपछि पकाउनु, त्यो बोइल हुँदै गर्छ। यहाँ आफू चाहिँ चट्ट अब खानासाना बसाल्ने हो कि बसालिन्छ। अनि प्याज टमेटो काट्नु पऱ्यो नि त हैन। त्यो चाहिँ मैले चट्ट वास गरिसकेँ हैन, वास गरेर काटेर वास गरेँ हैन। वास गरेर चट्टलाई चाहिँ कटिङ हाल्नुपर्छ क्या, चट्ट खाने हैन। काटेपछि यस्तो हुन्छ कि यस्तो डाइसमा आउँछ हैन, डाइसमा आउँछ हामी यस्तो हुन्छ हैन। प्याज भयो हेर्नु त कति राम्रो यस्तो टाइपको काट्यो हैन। चट्ट टमेटोलाई पनि चट्ट यस्तो गर्ने, बिचबाट काटिदिने, यसलाई यता यसरी निकालिदिने, यस्तो निकालिदिने। यस्तो यो डाँठ हुन्छ त्यसको होइन, बिचको भाग यसलाई फालिदिने, अरू गरिदिनुपर्छ। अनि यसलाई चट्ट यस्तो राख्ने। त्यतिकै धेरै सानो गर्नु पर्दैन, टमाटर यत्रो डाइसमा यत्रो काट्यो हुन्छ यत्रो यति। यस्तो काट्यो यत्तिकै भइहाल्छ त। यति भयो मेरो रेडी भयो यो टमेटो। अब खुर्सानी चाहिँ म त्यो काट्दिनँ होइन, खाँदिनँ खुर्सानी चाहिँ 3टा पिस हालौँ न। खुर्सानी धेरै गर्नै पर्दैन, यति काटेपछि भइगयो, चट्ट भयो। यति भएपछि रेडी भयो, त्यसपछि कट रेडी भएन, कटिङ रेडी भएन। टमेटो नि यस्तो भयो, प्याज नि यतिको भइहाल्यो, त्यो पछि भइहाल्यो। अब लसुनलाई चाहिँ यस्तो गरे हुन्छ कि यस्तो गर्ने, यस्तो गर्ने,
एक डाइस गर्ने कट्टा गर्ने ट्रस त पिस्दिने कि चक्कुले नै गर्ने सजिलो उपाय हो यो कुनै मिक्सर ब्लेन्डर केही चाहिँदैन यस्तो गरेपछि पकाउनु हुन्छ दुईजना चाहिँ यति बेसी रेडी भयो बोइल गरेपछि चाहिँ यस्तो हुन्छ कि यो यस्तो निक्लिन्छ कि यो यस्तो के निक्लिन्छ कि तेरो यो फोहोर हो कि सबै यो फ्याँक्नुपर्छ बोइल गर्नुपर्छ अनि मात्रै ठिक हुन्छ अब यो पाकेपछि सट्ट काट्ने यसलाई चाहिँ फाइनली मैले काटेर यस्तो बनाएँ होइन अब थोरै यहाँ जिरा दियो भने नि चट्ट हाल्ने थोरै सबै हाल्नु बेसी हुन्छ होला यति नखाने यो भइहाल्यो अघि बनाएको चाहिँ छैन यस्तो भयो उहाँ चाहिँ होइन लसुन खाने बानी छ कि खानासँग यो भयो भन्यो लसुन भएर मलाई चाहिँ खाँदाखेरि खाना खाँदा लसुन प्याज खुर्सानी एउटा हुनुपर्यो अब खुर्सानी लिन जान झ्याउ लाग्यो कि आफूलाई नि भित्र छ त्यही भएर यतिमा काम चलाइदिएको छ खाना त जे भेट्ने खाइन्छ जसो भयो नि बनाइदिने मान्छे चाहिँ हुनुपर्छ होइन अब घरमा त 10 बजीसम्म सुतेर पनि आमाले खाना खानु उठ भन्दा नि उठ्दैन गाह्रो हुन्थ्यो उठ्नलाई अहिले यहाँ बाहिर आएपछि अब बनाइदिने मान्छे हुँदैन आफै उठ्ने हो आफै खाने हो आफै बनाउने हो त्यही अब भनौँ न घरको याद आउँछ जे होस् आमाको अब अलिअलि बिहान बिहानको मिठो मिठो गालीहरू फाइनली खाएर भ्याएँ होइन भ्याएपछि अब खाना खाएपछि अब भाँडा पनि माझ्नै पऱ्यो होइन सफाइ नि हाल्नै पऱ्यो र चट्ने गुल्टे छ त बस्ने ठाउँमा लगाइहालेँ म त फेरि भाँडा नि खत्रै मार्दिन्छु म त फेरि यस्तो डेन्जर मार्नु म त माया बच्चादेखि मात्रै आएको कि सिपालु छ हौ म त फेरि हेलो एकछिन म पाउँछु एकछिन म भात खाएर भात मार्दैछु ए आमाले फोन गर्नु भइसक्यो अब खायो अब भाँडासँग धुयो होइन अनि अब यो खाएपछि यो अचार पनि रिटर्न लानुपर्छ कि फ्रिजमा हाल्नुपर्छ बिग्रिन्छ नभए अब खाएपछि के काम हुन्छ अब यहाँ देखिन्छ काम मेरो अब खानासाना खायो भने च्याप्प पेट भरियो फुल्लिहाल्यो अब काम भनेको के भन्यो भने यतातिर यसरी हो अब
चट्टो भयो सक्यो खानासाना फुल भयो ओके गाइज थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो अर्को भिडियोमा फेरि पनि भेट्नेछौँ अहिले टाटा बाई बाई